आदरणीय साथीहरू नमस्कार। सदा झैं कथाको चौतारीमा यहाँहरूलाई स्वागत छ। आशा छ हाम्रा पुराना कथाहरू हजुरहरूले सुनिराख्नु भएको छ र मन पराइराख्नु भएको छ। आज पनि हामी एक नयाँ कथा लिएर हजुरहरू सामु आएका छौं। यो कथा एक आमाको कथा हो। आशा छ हजुरहरूलाई मन पर्नेछ र यदि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरी साथ दिनुहोला। त आउनुस् कथा सुरु गरौँ। गाउँको एउटा ठूलो पिँढीमा बसेर देउकी आमा पुराना दिनहरू सम्झिन्छिन्। उनले एक्लै सङ्घर्ष गरेका ती दिनहरू र सङ्घर्ष गरेर 3 छोराहरू राम, श्याम र हरिलाई हुर्काइन्। श्रीमानको मृत्यु हुँदा छोराहरू साना थिए। उनले अर्काको मेलापात गरेर पेट काटेर छोराहरूलाई सहर पढाउन र ठूला मान्छे बनाउन कुनै कसर बाँकी राखिन। छोराहरूले सहरमा राम्रो प्रगति गरे। 3 जनाको विवाह भयो, घरहरू बने। देउकी आमा खुसी थिइन् कि उनको रगत र पसिनाले आज फल दिएको छ। तर उनलाई के थाहा थियो र छोराहरूको प्रगतिसँगै उनको आफ्नो घर नै अब हराउनेवाला छ। समय बित्दै गयो। छोराहरूले निर्णय गरे, गाउँको पुरानो घरमा आमा एक्लै हुनुहुन्छ, सहर ल्याउनु पर्छ। सुन्दा यो धेरै राम्रो निर्णय थियो। र सहर आएपछि कथा बदलियो। कसको घरमा कति दिन बस्ने भन्ने विषयमा बुहारीहरू बीच खटपट हुन थाल्यो। अन्ततः एउटा नियम बन्यो, 4 महिनाको पालो। आमाको ममतालाई क्यालेन्डरका पानाहरूमा बाँडियो। जब 4औं महिनाको अन्तिम दिन आउँथ्यो, देउकी आमाले गहभरि आँसु पार्दै आफ्नो सानो टिनको बाकस र एउटा झोला प्याक गर्नु पर्थ्यो। अर्को छोराको घरमा पुग्दा उनले स्वागत होइन, आजबाट फेरि अर्को झमेला आयो भन्ने भावका आँखाहरू झेल्नु पर्थ्यो। जेठो छोराको घर। बुहारी सधैँ किचकिच गर्थिन्। आमाले अलिकति धेरै तरकारी हालिदिँदा वा भुइँमा पानी पोखाउँदा पनि ठूलो स्वरले कराउँथिन्। आमा आफ्नो कोठामा होइन, कौशीको एउटा कुनामा बस्थिन्। माइलो छोराको घर। यहाँ त झन् आमालाई पाहुना आएको बेला बाहिर निस्कन निषेध थियो। आमाको लुगा पुरानो छ, पाहुनाको अगाडि लाज हुन्छ, बुहारीले भन्थिन्। छोरो सबै सुन्थ्यो, तर श्रीमतीको अगाडि बोल्ने हिम्मत गर्दैनथ्यो। अब कान्छो छोराको घर। हरि सबैभन्दा कान्छो र प्यारो थियो, तर उसको घरमा पनि आमाले शान्ति पाइनन्। बुहारीले आमालाई घरको नोकर्नी जस्तै व्यवहार गर्थिन्। आमाले दिनभरि नाति नातिनाको कपडा धुन्थे र भाँडा माझ्ने काम गर्नु पर्थ्यो। दशैंको समय थियो। सबै छोरा बुहारी र नाति नातिनीहरू नयाँ कपडा लगाएर रमाइलो गर्दै थिए। देउकी आमाले सोचिन्, यसपालि त छोराहरूले मलाई पनि एउटा सुतीको साडी देलान्। तर कसैले वास्ता गरेन। उल्टै खाना खाने बेलामा उनलाई भनियो, आमा हजुर भान्सामा खानुस्, यहाँ ठाउँ पुग्दैन। आमाले ओठ ठोकेर आँसु थामिन्। उनले ती छोराहरूलाई सम्झिन् जसले आफ्नो भागको मासु र दूध खुवाएर ठुलो बनाएकी थिइन्।
आज त्यही घरमा उनलाई एक हात ठाउँ पनि मिलेन। अब कथामा मोड तब आउँछ जब जेठो छोराको छोरा 7 वर्षको आर्यनले आफ्नो बुबालाई एउटा गुनामा लगेर सोध्छ, बुबा, हजुरआमा त हरेक 4 महिनामा जानुहुन्छ। हजुरले पनि मलाई सिकाउनु भएको छ कि पालो दिनुपर्छ। म पनि ठुलो भएपछि हजुर र मम्मीलाई यसरी नै बाकस बोकाएर अर्काको घरमा पठाउँछु है, अनि हजुरहरूलाई पनि भान्साको कुनामा खान दिन्छु। आर्यनको यो निर्दोष तर धारिलो कुराले जेठो छोराको मुटु सियोले घोचे जस्तो भयो। उसले ऐनामा आफ्नो भविष्य देख्यो। उसले बुझ्यो कि उसले आफ्नो छोरालाई संस्कार होइन, क्रूरता सिकाइरहेको छ। त्यही रात रामले आफ्ना 2 भाइ र बुहारीलाई बोलायो। आर्यनले भनेको कुरा सुनायो। सबैको टाउको निहुरियो। बुहारीहरूले पनि महसुस गरे कि उनीहरू पनि त कसैका छोरी हुन् र भोलि उनीहरूलाई पनि सासू बन्ने छ। सबैजना दौडिँदै आमाको कोठामा गए। आमा त्यति बेला आफ्नो पुरानो बाकस मिलाउँदै थिइन्, किनकि भोलि अर्को घरमा जाने पालो थियो। जेठो छोराले आमाको गोडा समातेर भन्यो, आमा, हामीलाई माफ गरिदिनुहोस्। अब हजुरको पालो कहिले आउने छैन। यो घर हजुरकै हो। हामी पो हजुरको सहारामा बसेका हौं। देउकी आमाका आँखाहरू खुसीले भिजे। उनले छोराहरूलाई गाली गरिनन्, बरु अँगालो हालिन्। आमा त आमै नै हुन्, जसको मनमा कहिले आफ्नो सन्तानप्रति प्रतिशोध हुँदैन। यो कथाले हामीलाई सिकाउँछ कि घर केवल सिमेन्ट इँटाले मात्र बन्दैन। घर त माया र सम्मानले बन्छ। वृद्ध आमा बुबा बोझ होइनन्, आशीर्वाद हो। हामीले आज जे रोप्छौँ भोलि हाम्रा सन्तानले त्यही काट्नेछन्। आमा बुबाको सेवा नै सबैभन्दा ठुलो तीर्थ हो। आशा छ हजुरहरूलाई यो कथा मन पर्यो होला। मन परे साथ दिनु होला। आजको लागि बिदा हुन्छु। हस्त धन्यवाद।